आधुनिक इतिहासमा पहिलो पटक हामी एउटा अनौठो परिवर्तन देख्दैछौँ। वैज्ञानिकहरू भन्छन् नयाँ पुस्ता आफ्ना आमा बुबा भन्दा बौद्धिक रूपमा कमजोर हुन सक्छ। यो कुरा सुन्दा अलि अचम्म लाग्न सक्छ, तर यसलाई गहिरिएर सोच्नुहोस्। सन् 1800 को अन्त्यदेखि हरेक नयाँ पुस्ता पहिलेको भन्दा धेरै बाटो हुँदै आएको थियो, तर अहिले यो प्रगति रोकिएको मात्र छैन, उल्टो दिशातिर जाँदैछ। आखिर यस्तो किन भइरहेको छ? यसको पछाडि मुख्य कारण के होला? अनुसन्धानकर्ताहरूका अनुसार यसको प्रमुख दोषी डिजिटल स्क्रिनको बढ्दो प्रयोग हो। सन् 2010 पछि जब विद्यालयमा स्मार्टफोन र ट्याब्लेट छिरे, नतिजा बिग्रन थाल्यो। विश्वका 80 भन्दा बढी देशको तथ्याङ्कले विद्यार्थीको पढाइ खस्किएको देखाएको छ। जुन प्रविधिले शिक्षामा क्रान्ति ल्याउँछ भनिएको थियो, त्यसैले उल्टो असर गरिरहेको छ। यसले पारेका केही मुख्य प्रभावहरूलाई पालैपालो बुझौँ। पहिलो, विद्यार्थीहरूमा एकाग्रताको निकै ठूलो अभाव देखिएको छ। अहिलेका केटाकेटीलाई कुनै एक कुरामा लामो समय ध्यान दिन गाह्रो भइरहेको छ। दोस्रो, उनीहरूको पढ्ने र लेख्ने आधारभूत क्षमतामा गिरावट आएको छ। कुनै पनि विषयलाई गहिराइमा बुझ्ने र व्यक्त गर्ने शैली हराउँदै गएको छ। तेस्रो, यसले बालबालिकाको आत्मविश्वासमा ठूलो चोट पुर्याएको छ। जब दिमागले जटिल कुरा बुझ्न सक्दैन, तब आफ्नो क्षमतामा शङ्का लाग्न थाल्छ। सबैभन्दा डरलाग्दो कुरा त यसले मानसिक स्वास्थ्यमा नराम्रो असर गरिरहेको छ। यो सङ्कट देखेपछि कतिपय देशले पढाइको स्तर नै घटाएर सजिलो बाटो रोजे, तर एउटा देशले भने बिल्कुलै फरक र साहसी कदम चाल्ने निर्णय गर्यो। त्यो देश हो डेनमार्क, जसले शिक्षा प्रणालीलाई नै फेर्ने निधो गर्यो। सन् 2025 देखि डेनमार्कले विद्यालयहरूमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। कक्षा कोठाबाट ट्याब्लेट र ल्यापटप हटाएर फेरि पुराना तरिकाहरू फर्काइएको छ। अहिले त्यहाँ विद्यार्थीहरू भौतिक पुस्तक, कापी र कलम प्रयोग गरिरहेका छन्। उनीहरूले हातले लेख्ने र ध्यान दिएर पढ्ने मौलिक अनुभवलाई पुनर्जीवित गरेका छन्। कम्प्युटरको प्रयोग हुन्छ, तर शिक्षकको रेखदेखमा केही खास कामका लागि मात्र। यसको नतिजा अहिले नै अचम्म लाग्दो गरी सकारात्मक देखिएको छ। विद्यार्थीहरूको ध्यान केन्द्रित गर्ने क्षमतामा निकै सुधार आएको पाइएको छ। उनीहरूमा नयाँ कुरा सिक्ने वास्तविक भोक र जाँगर फेरि पलाएको छ। यति मात्र होइन, विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा पनि ठूलो सुधार देखिएको छ। यो केवल तथ्याङ्क मात्र होइन, विद्यार्थी आफैले खुसी भएको बताइरहेका छन्। डेनमार्कले यो परिवर्तन कक्षा कोठामा मात्र सीमित राखेको छैन। अहिले त्यहाँ फोन प्रयोग नगर्ने दिन जस्ता सामाजिक अभियानहरू सुरु भएका छन्। डेनमार्कको सन्देश स्पष्ट छ, बच्चाको भविष्य कुनै मेसिनको भरमा छोड्नु हुँदैन। अब एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, नेपाल जस्ता देशले यसबाट के सिक्ने? हाम्रोमा अनलाइन क्लास र टिकटक, युट्युब हेर्नु अहिले सामान्य भइसकेको छ, तर यसले गर्दा पढ्ने बानी हराउँदैछ र सोच्ने क्षमता घट्दैछ। हामीले प्रविधि त भित्र्यायौँ, तर यसलाई कसरी नियन्त्रण गर्ने भन्ने सिकाएनौँ। डेनमार्कले प्रविधिलाई त्यागेको होइन, यसको सही प्रयोग मात्र सिकाएको हो। बालबालिकाका लागि किताब, कलम र वास्तविक संवादको कुनै विकल्प छैन। बिना कुनै योजना डिजिटल शिक्षामा जोड दिनु प्रभावहीन मात्र होइन, खतरनाक हुन सक्छ। प्रविधि हाम्रो भविष्य हो, तर यसलाई जोगाउन कहिलेकाहीँ पछाडि फर्कनुपर्छ। यदि हामीले आज बालबालिकाको सोच्ने शक्ति जोगाएनौँ भने भोलि के होला? हामीसँग अत्याधुनिक प्रविधि त हुनेछ, तर सोच्न सक्ने मान्छे भने हुने छैन। त्यसैले अबको प्रश्न हामी कति डिजिटल हुने भन्ने मात्र होइन, अझ महत्त्वपूर्ण प्रश्न त हामी कति सचेत हुने भन्ने हो। अब के गर्ने त? शिक्षा आज्ञाकारिता सिकाउने हतियार होइन, बरु सोचलाई उजागर गर्ने एउटा लालटिन हुनुपर्छ। समस्या विद्यालय मात्र होइन। प्रश्न यो होइन कि हाम्रा बच्चाहरू संसारका लागि तयार छन् कि छैनन्। प्रश्न यो हो कि के हाम्रो शिक्षा प्रणाली ती बच्चाहरूका लागि तयार छ? तपाईलाई के लाग्छ साथीहरू? के हाम्रो शिक्षा प्रणालीमा सिस्टम अपडेट गर्ने बेला आएको छैन? आफ्नो विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। तपाईको जीवनमा महत्त्व राख्ने हरेक कुरा, जटिल विषयहरूलाई सरल भाषामा। नेपाल र विश्वका जानकारीको लागि हाम्रो युट्युब च्यानललाई फलो गर्नुहोस्। तपाईलाई अर्को भिडियोमा भेट्नेछु। धन्यवाद।